यो हो आजको काठमाडौँको AQI लेभल। काठमाडौँमा अहिले हावाको पल्युसनको लेभल चाहिँ जोखिमपूर्ण अवस्थामा पुगिसकेको छ र स्थानीय सरकार, स्थानीय निकायहरूले पनि यसबाट कसरी बच्ने भन्ने उपायहरू सिकाउन थालिसक्नु भएको छ। नमस्ते, म डाक्टर रक्षा पराजुली, फर्टिलिटी स्पेशलिस्ट। आज जानौँ कि यस्तो पल्युसनले फर्टिलिटीलाई कस्तो असर पार्दछ। हावामा मिसिएको यी साना साना टक्सिक कणहरू जस्तै कि PM2.5, PM10, नाइट्रोजन अक्साइड, ओजोनको यो जुन कम्पोनेन्टहरू हुन्छ यो चाहिँ लङ ब्लड ब्यारियर क्रस गरेर हाम्रो ब्लडमा मिक्स हुन जान्छ, जसले गर्दा विभिन्न टक्सिक रियाक्सनहरू स्टार्ट हुन्छ बडीमा। जस्तै कि हाम्रो इस्ट्रोजन प्रोजेस्ट्रोन लेभल डिस्ट्रप्सन गर्न सक्छ, किनकि पोल्युटेन्ट चाहिँ हर्मोन डिस्ट्रप्टर हो। त्यसले गर्दाखेरि तपाईँहरूको महिनावारी गडबड हुन सक्छ, अन्डा बन्ने प्रक्रियामा समस्या आउन सक्छ। त्यसै गरी यसले पुरुषको सिमेन क्वालिटीलाई पनि असर पार्छ, सिमेनको मोटिलिटी र काउन्टलाई पनि असर पार्ने गर्छ। यस्तै हाम्रो फ्युचर फर्टिलिटीलाई पनि असर गर्न सक्छ। जस्तै कि अहिलेदेखि नै बालबच्चाहरू हुर्किँदैखेरि यति धेरै पल्युसन छ भने उहाँहरूको ओभेरियन एजिङ छिटो हुन्छ, उहाँहरूको अन्डाको क्वालिटी बिग्रिँदै जान्छ, उहाँहरूको हर्मोन गडबडको कारण चाहियोभन्दा छिटो महिनावारीहरू आउन सक्छ। त्यसै गरी छोरा बच्चाहरूको पनि शुक्राणुमा असर पर्दै जान सक्छ। त्यही भएर एउटा फ्युचरलाई पनि रिस्क बढाउँछ अहिलेको पल्युसनले। र यसले IVF प्रोसिजरलाई कसरी असर पार्न सक्छ। ल्याबको एयर क्वालिटीलाई असर पार्ने हुनाले कहिलेकाहीँ एक जुन निस्किन्छ ऊ साइड क्वालिटी ड्यामेज गर्न सक्छ, इम्ब्रोयो राम्रो क्वालिटीको नबन्न सक्छ। त्यसै गरी तपाईँको पाठेघरको लाइनिङ जुन हुन्छ त्यसलाई पनि तपाईँको बडीमा छिरेको पल्युसनले गर्दा जुन टक्सिनहरू रिलिज भएको हुन्छ त्यसले गर्दाखेरि एन्टिअक्सिडेन्टहरूको कमी आउन जान्छ, अक्सिडेटिभ इफेक्ट धेरै हुन्छ। त्यसले गर्दा इम्प्लान्टेसन फेलियर हुने चान्सेसहरू बढी हुन्छ। र पल्युसनले यो फर्टिलिटीमा मात्र असर नगरेर प्रेग्नेन्सी, अर्ली प्रेग्नेन्सी या गर्भभित्र रहेको बच्चालाई पनि असर गर्ने हुनाले हाम्रो अहिले जो प्रेग्नेन्ट हुनुहुन्छ या प्रेग्नेन्सी प्लान गरिराख्नु भएको छ उहाँहरूले पनि एकदम ध्यान दिनुपर्ने हुन्छ, आफूलाई कसरी जोगाउने त पल्युसनबाट भनेर। अब के गर्ने त, यसबाट कसरी बच्ने त, होइन? तपाईँहरू सबैलाई याद होला कोभिडको बेलामा एउटा हनुमान मास्क भन्ने हुन्थ्यो या एकदम नाक दुखाउने एउटा मास्क हुन्थ्यो, N95 मास्क भन्छ त्यसलाई। त्यो मास्कको प्रयोग गर्न जरुरी छ, किनकि त्यसले सानोभन्दा सानो कणसम्म प्रोटेक्ट गर्ने गर्छ, होइन? यदि सक्नुहुन्न भने सिम्पल एउटा मास्क लगाए पनि प्रोटेक्सन पाइन्छ। र यदि सक्नुहुन्छ, अफोर्ड गर्न सक्नुहुन्छ भने एयर प्युरिफायरहरू राख्न मिल्छ घरमा। तर अफोर्ड गर्न सक्नुहुन्न भने पर्दाहरू राम्रोसँग लाउने, झ्यालहरू बन्द गरेर राख्ने। त्यसो गर्दा नि डाइरेक्ट इन्ट्री कम हुन्छ यो प्रदूषित हावाको। र तपाईँहरूको जुन आउटडोर एक्टिभिटीहरू कम गर्ने, बाहिर घुम्न जान्न कम गर्ने, एक्सर्साइज पनि बाहिर नगर्ने, होइन? र यदि तपाईँ IVF प्रोसिजरमा अहिले एक्टिभ हुनुहुन्छ भनेको IVF प्रोसिजर तपाईँको चलिरहेको छ भने पनि तपाईँले आफ्नो यो सबै स्टेपहरूमा ध्यान दिएर आफूलाई पल्युसनबाट जोगाउनु पर्ने हुन्छ। र खानपिनमा पनि ध्यान दिनुपर्ने हुन्छ। जस्तै कि तपाईँले एन्टिअक्सिडेन्ट रिच डायट भन्छौँ हामी, भिटामिन C, भिटामिन E को सप्लिमेन्ट लिन सक्नुहुन्छ, ओमेगा 3 को सप्लिमेन्ट लिन सक्नुहुन्छ, या त सिजनल फलफुल जस्तै खाएर पनि तपाईँले एन्टिअक्सिडेन्ट इफेक्टहरू पाउन सक्नुहुन्छ। त्यही कारण अहिले यो बेलामा चाहिँ हामी सबैजना लागि परेर आफूलाई जोगाउनुपर्छ र अब आउने दिनहरूमा पल्युसन कम गर्न के गर्न सकिन्छ भनेर सबैले आफ्नो ठाउँबाट एउटा जमर्को गर्नुपर्ने हुन्छ। थ्याङ्क यू।